के छ केटा हो भिडियो स्किप नगर है यो मेसेज चाहिँ तिमीहरूलाई अब हुन त यसले साँडपति देखायो भन्ला मैले साँडपति देखाएको होइन मैले वास्तविकता भनेको हो अब सानो देखेर यो मुलाले खोक्यो यसले अब हुन्छ नि हरकत देखायो ठुलो बन्यो मै हुँ भन्दै साँडपति देखायो भन्छ होला तर साँडपति देखाएको होइन केटा हो वास्तविकता भनेको हो हेर्दा सानो होला तर जिन्दगीमा लगभग भोग्नुपर्ने कुराहरू सब भोगिसक्यो क्या त्यसैले भन्छु के केटा हो म तिमीहरूलाई है साँडपति देखाएको होइन राम्रोसँग बुझ पोजिटिभ हिसाबले बुझ मैले राम्रै भनिरहेको हुन्छ जिन्दगीमा धेरैसँग हिँडियो धेरैसँग सङ्गत गरियो धेरै ठाउँमा नाता पनि गाँसियो हिँडियो भुल बाँधेर नि हिँडियो एक्लै पनि हृदय पनि काटियो तर अन्तिममा पुगेर मैले उल्टै कुरा बुझेँ कि केटा हो पैसा पैसा छ भने हामीसँग सब छ पैसा छैन भने कोही हुँदैन केटा हो यदि कोही मान्छे तेरो साथमा छ भने तँबाट फाइदा केही लुटिरहेको छ यदि तँबाट फाइदा केही त्यो मान्छेले भइरहेको छ भने मात्र तँसँग छ यदि तँबाट केही फाइदा छैन भने तेरो साथमा कोही पनि हुँदैन यो कुरा चाहिँ दिमागमा एकदमै सेभ गरेर राख है केटा हो है कहिले पनि फर्मेट गर्दा पनि नभुल्ने गरी सेभ गरेर राख हामी छोरा मान्छे हो यार हाम्रो फिलिङ्स हामीलाई थाहा छ क्या हाम्रो मन कति रुन्छ हामीलाई थाहा छ हामी दुःख पोख्न सक्दैन पीडा देखाउन सक्दैन अरूको अगाडि रुन सक्दैन गिर्न सक्दैन किनकि आफूलाई कहिले पनि हुन्छ नि गिभअप गर्न मन लाग्दैन कि अरूको अगाडि त्यही भएर जति नै पीडा भए पनि हामीले मनभित्र सँगालेर राख्छ क्या बडो आफूभित्रै मरिरहेको हुन्छ तर अरूको अगाडि चाहिँ म नगिरौँ भन्ने नै सोच हुन्छ क्या सबै छोरा मान्छेको नगर्ने होइन खतरा गर्छु भन्ने सोच हुन्छ तै पनि गर्न सकिरहेको हुँदैन क्या होइन त्यो भएपछि घरको मान्छे समाज इष्टमित्र सबको हेलाको पात्र होइन पछि बादमा बाँच्नुपर्छ क्या छोरा मान्छे मिडल क्लास फ्यामिलीको एउटा छोरा मान्छे हुन्छ नि सक्सेस नभएपछि के गर्नु त होइन सक्दैन नि त त्यसैले केटा हो आफ्नो केयर गर कोही माथि भरोसा नगर कसले के भन्ला यसले त्यो भन्यो छोड्दे बाल भएन तिमीहरूको जिन्दगीको लिडर तिमीहरू आफै हो योभन्दा अगाडि के भयो त्यो भाडमे जाए होइन कसैले यो गर त्यो नगर भनेर गर्ने पनि होइन कसैले सुध्री भनेर सुध्रिने पनि होइन कसैले बिग्री भनेर बिग्रिने पनि होइन हामी आफ्नै तरिकाले बिग्रेको हो आफ्नै तरिकाले सुध्रिनुपर्छ केटा हो कोही माथि कसैको बाल नदे कसले के भन्छ म भाडमे जाए एउटा हिम्मत चाहिँ के राख भने म बिग्रेको हो म सुध्रिन्छु कसैले बिगारेको होइन आफै बिग्रेको आफै सुध्रिन्छु होइन जब बिग्रिनेलाई डर भएन भने सुध्रिनको लागि किन डर दुनियाँको कुरा नसुनी बिग्रियो भने खतरा सुध्रिँदैन खतरा सुध्रिन पनि सक्छ क्या